Hello guys, welcome back to my another video. Today आज चाहिँ इन्डियामा अहिले चलिरहेको प्रोटेस्टको बारेमा हजुरलाई केही इन्फर्मेसन दिन गइरहेको छु। यो प्रोटेस्ट चाहिँ इन्डियामा किन भइरहेको रहेछ भन्दाखेरि त्यहाँ मेनली हरेक वर्ष हुने जस्तै नेपालमा पनि हरेक वर्ष लोकसेवा धेरै मान्छेहरूले दिनुहुन्छ, धेरै स्टुडेन्ट्सहरूले दिनुहुन्छ, धेरै सबैले दिनु पनि यो निट अर्थात् नेसनल इलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट भनिने गरिन्छ। यो टेस्ट मेनली चाहिँ मेडिकल फिल्डतिरका लागि जानका लागि गर्ने गरिन्छ। एचजिटीको टेस्टमा के भइरहेछ भन्दाखेरि पेपर लिक भइरहेछ हो। त्यसो गरी चाहिँ इन्डियामा यो टेस्ट यो पेपर दिनका लागि चाहिँ मान्छेले 16-18 घन्टा लगाएर पढ्ने गर्छन् भन्दाखेरि यो टेस्टमा चाहिँ पेपर लिक भएछ। त्यस पछाडि त्यहाँका स्टुडेन्ट्सहरूले के गरेछन् भन्दाखेरि अनलाइनतिरबाट यो प्रोटेस्ट सुरु गरेछन् होइन। प्रोटेस्ट सुरु गरिसकेपछि जुन 6, 2026मा चाहिँ इन्डियाको क्यापिटल सिटी न्यू दिल्लीमा जन्तर मन्तर भन्ने ठाउँमा चाहिँ यो प्रोटेस्ट चालु गरिरहेछन्। आफू मिडल क्लास फ्यामिली ब्याकग्राउन्डबाट पढ्ने गर्दछु, त्यसै गरी उनीहरूले पनि आफ्नो आमा बाबाले सुख राख्नका लागि निटको इक्जाम निटको पेपर दियो मेडिकल फिल्डतिर जाने गर्दछन् होइन। अब त्यसमा पेपर लिक भइरहेछ होइन। त्यसको पछाडि चाहिँ अब हुन्छ नि सुत्दै नसुतेर तयारी गर्ने प्रिपरेसन गर्ने स्टुडेन्ट्सहरूलाई त अब छाँगाबाट खसे जस्तो छतबाट खसे जस्तो भयो होला होइन। त्यसको पछाडि मैले थाहा पाएअनुसार चाहिँ भाइले चाहिँ निटको त्यो पेपर लिक भएको रहेछ भनेर सुन्दाखेरि उसको भाइले चाहिँ त्यत्रो 16-18 घन्टा लगाएर पढेको केही कामै नगरेर डिप्रेसनमा आएर सुसाइड गरेछ होइन। सुसाइड गरिसकेपछि धेरै मान्छेहरूले पनि सुसाइड गरेछन्। त्यसको पछाडि यो निटको लिक भइरहेछ अनि त्यसले गर्दा चाहिँ यो धेरै जस्तो इन्डियामा चाहिँ मिडल क्लास फ्यामिली ब्याकग्राउन्डबाट पढ्ने स्टुडेन्ट्सहरूले यो निटको इक्जाम दिने गर्दा रहेछ। र आफ्ना आमा बाबाको हुन्छ नि त्यो मेहनतका लागि मेहनत गरेको देखेर बुझेर उनीहरूले यो निटको पेपर निटका लागि तयारी गर्छ। उनीहरूको समय उनीहरूले त्यो आफ्नो आमा फ्युचरको लागि आफ्नो प्यारेन्ट्सहरूलाई सुख राख्नका लागि एउटा हुन्छ नि लाइफस्टाइल चेन्ज गर्नका लागि यो निट पेपरतिर मेडिकल फिल्डतिर रुचि राख्ने व्यक्तिहरूले चाहिँ ठुलो प्रभाव आइरहेको छ होइन। त्यही हो यो पेपर लिकका कारण धेरैले आफ्नो ज्यान पनि गुमाइसकेको छ, आफै सुसाइड गरिसकेका छन् होइन। अनि मैले थाहा पाएको रिसर्च अनुसार चाहिँ अहिलेसम्म यो प्रोटेस्टमा चाहिँ 30 जना मान्छेहरू पनि मरिसकेका छन् रे। अनि अब कुनै पनि मान्छेले जस्तो नेपालको इक्जाम्पल दिने हो भने नेपालमा पनि धेरै मान्छेहरूले अनइम्प्लोइड छन्। त्यो अनइम्प्लोइड व्यक्तिहरूले मानव 12 पास गरिसकेपछि पनि हरेक मिडल क्लास फ्यामिलीको एउटा इच्छा चाहना हुन्छ कि म पनि आफ्नो आमा बाबालाई राम्रो हुन्छ नि लाइफस्टाइल चेन्ज गरौँ, आफ्नो फ्यामिली ब्याकग्राउन्ड चेन्ज गरौँ भनेर त्यो हुन्छ नि रिस्क लगेर अब आफ्नो फी तिर्न नसक्ने अवस्थामा पनि त्यत्रो निटको इक्जाम लगेर इक्जाम प्र्याक्टिस गरेर प्रिपरेसन गरेर लास्टमा त्यत्रो 18-19 घन्टा पढेर लास्टमा पेपर लिक भयो भने होइन। पेपर लिक भयो भने कस्तो भयो होला तिनी स्टुडेन्ट्सहरूलाई। त्यसका कारण कसैले त अझ सेक्रिफाइस गरे, कोही अझै लड्दैछन्। झन् अब के इन्डियन गभर्मेन्टले के भन्ने गरे चाहिँ पेपर लिक भयो अब फेरि रिइक्जाम दिनुपर्छ भनेर भन्यो अरे।
त्यस पछाडि कस्तो भयो रिइक्जाम दिनुपर्छ। अब आफूले फिक्स लेख्या हुन्छ त्यसमा होइन, प्र्याक्टिस अब प्रिपेरेसन गरेर गएको मान्छेलाई त सही हो। अब त्यो विदाउट एनी प्रिपेरेसनै पास गराउने, अब कुनै एमबिबिएसमा नाम लेख्यो अरे, सपोज होइन नाम लेख्यो अरे, अब त्यो डक्टर कुनै पनि विदाउट एनी प्रिपेरेसन गएको डक्टर यदि ठुलो पोस्टमा एमबिबिएस भयो भने त्यसो अब आफ्नो काम के हो अपरेसन मानव सपोज डक्टर भयो भने होइन, विदाउट एनी प्रिपेरेसन गएको मान्छे एमबिबिएस भयो भने त्यसले अब त्यो उपचार गर्नु त के हो कि होइन। त्यसैको ठाउँमा जो प्रिपेरेसन गरेर जो लडाइँ गरेर आफ्नो टाइमलाई म्यानेज गरेर टाइम रोलहरू यताउति हो भनेर नभनेर जो प्रिपेरेसन गरेर गएको छ नि त्यो व्यक्तिलाई कस्तो भएको होला। कल्पना गर्न सक्नु कस्तो भएको फेरि के पेपर लिक भएपछि फेरि एउटा सानोतिनो पेपर होइन, होल कन्ट्रीमा नै त्यो कन्ट्रीभरि नै पुरै हरेक व्यक्तिले हरेक मिडल क्लास फ्यामिलीले एउटा एक न एक व्यक्ति चाहिँ दिन्छ क्या इन्डियामा त्यो पेपर चाहिँ। त्यो पेपर चाहिँ कस्तो हो भन्दाखेरि इन्डिया र नेपालको एउटा छ नि एउटा एजुकेसनल सिस्टम चाहिँ परिवर्तन भएको देख्न चाहन्छु म तर होइन। तर के हो भन्दाखेरि चाहिँ नेप्लिज इन्डियनहरूले के गर्छन् भन्दाखेरि चाहिँ रट्टा मार्छन् कि जस्तो पनि तपाईँहरूमा पढ्ने एउटा स्टुडेन्ट्सले पनि एउटा आजसम्म जो अब नर्सरीदेखि 11 आउँदासम्म मैले त धेरै एक्सपिरियन्स गरेँ होइन, एजुकेसन सम्बन्धी धेरै एक्सपिरियन्स गरेँ। तर त्यहाँ हेर्नुपर्दा चाहिँ धेरै मेनली चाहिँ हरेक स्टुडेन्ट्सहरूले गर्ने चाहिँ त्यो रट्टा मार्नु हेर्छ। कुनै पनि एउटा पनि स्टुडेन्ट्सहरूले चाहिँ आज बुझेर जानेर प्र्याक्टिकल्ली गरेर आजसम्म मैले गरेको कहिले देखेको पनि छैन होइन। त्यो रट्टा मार्नेले गर्दामा एउटा हुन्छ नि दिमागमा त्यही घुसिरहेको छ क्या। त्यो अब एजुकेसन भनेको कुनै पनि प्र्याक्टिकल बुकमा मात्रै सीमित नभएर हरेक प्र्याक्टिकल्ली पनि गर्ने चिज एउटा बिहेभियरमा लाइफस्टाइलमा आफ्नो जीवनसँग कम्पेयर गरेर त्यस्तो गरेर गर्ने चिज। अनि त्यो रट्टा मारेर मतलब कि कुनै टपिक दियो अरे त्यसलाई पढेर आऊ भन्दाखेरि हरेक स्टुडेन्ट्सले के गर्छ रट्टा मारेपछि हुन्न। मैले पनि पहिला अरूको केही कुरा हुन्छ मलाई नै आफ्नो के हुन्छ भन्दाखेरि साँझ पढाएको बिहान पढाएको टपिक साँझ कण्ठ पनि हाल्नुहुन्छ। अब त्यही कण्ठकै कुरा आउँछ हरेक ठाउँ। अब हामीले के हो भन्दाखेरि चाहिँ हामीले कुनै पनि टपिकको कन्सेप्ट लगेर बुझेर आफैले जानेर प्र्याक्टिकल्ली गरेर प्रोजेक्ट गरेर गऱ्यौँ भने त्यो चिज चाहिँ धेरै इयरसम्म पनि माइन्डमा रहेर त्यही त प्र्याक्टिकल्ली र भोगेर कुनै पनि अब सोधेर भोलि सोध्छु भन्दाखेरि त माइन्डमा प्रेसर त हुन्छ नि स्टुडेन्ट्सहरूलाई। अनि त्यो प्रेसरको कारणले हरेक स्टुडेन्ट्सहरूले चाहिँ हुन्छ नि रट्टा मारेर जाने रट्टा मारेर पढेर जाने त्यस्तो भएपछि चाहिँ कहिले पनि स्टुडेन्ट्सले बुझ्नु सक्दैन क्या त्यो। अब पहिला सुरुमा चाहिँ आफू एउटा चेन्ज हुने होइन। एजुकेसन चाहिँ हरेक मान्छेको लाइफस्टाइल चेन्ज हुन्छ। एजुकेसन भएन भने हरेक ठाउँमा देख्नु तपाईँले एजुकेसनै भन्नुहुन्छ तर तपाईँमा नै एजुकेसन छैन भने कसरी चेन्ज हुन्छ त। हरेक मान्छेले भन्छन् एजुकेसन इज थर्ड आई अफ द ह्युमन बिङ भन्छन् होइन। त्यही जो थर्ड आई अफ द ह्युमन बिङ भन्ने मान्छेलाई चाहिँ गएर तपाईँ एकचोटि भन्नु त त्यही मतलब कि त्यो मान्छेले पनि त्यही पुरानो तरिकाको रट्टा मार्नेवाला हुन्छ नि एजुकेसनहरू त्यही लागु गर्छ। कुनै पनि मान्छेले चाहिँ आजसम्म मैले आजसम्म देख्यो कुनै पनि मान्छेले आजसम्म रिसर्च गरेर त्यो टपिक जानेको छैन, कुनै पनि प्रोजेक्ट गरेको छैन, हुन्छ नि त्यो आफ्नो प्र्याक्टिकल्ली गरेको छैन भने त्यो मान्छेले कन्सेप्ट कहिले बुझ्दैन। म पनि आफै 8 क्लास 7 क्लासमा हुन्छ मैले पनि त्यही रट्टा मार्ने काम गर्छु। तर मैले के बुझेँ भन्दाखेरि यो म
सक्दैन म यो रट्टा मारेर काम अहिले बुझ्छु अब मानौँ अहिले मैले बिहान अहिले के पढेँ भने अहिले एकछिनसम्म स्कुल जाँदासम्म कलेज जाँदासम्म याद गरिरहेको छ तर त्यसको पछाडि मलाई स्कुल गएपछि किन बिर्सिहाल्छ उहाँ अनि त्यो टेम्पोररी होइन क्या हामीलाई चाहियो एजुकेसन पर्मानेन्टली मान्छेको हुन्छ नि एउटा दाग बसेर छाप छोडेर जाने भन्छ नि त्यो त्यस्तै छाप बस्नु पऱ्यो क्या दिमागमा छाप बसेपछि पुरै एउटा त्यसलाई त्यो एजुकेसनलाई अब छाप बस्यो भने त्यो एजुकेसनलाई चाहिँ बिहेभियरमा चेन्ज गर्ने बिहेभियरमा उतार्ने हुन्छ नि हो त्यो एजुकेसन हुनु पऱ्यो क्या नेपालमा चाहिँ प्र्याक्टिकल्ली हुनु पऱ्यो प्र्याक्टिकल हुनु पऱ्यो बच्चाहरूलाई रिसर्च हुनु पऱ्यो रिसर्च गराउनु सिकाउनु पऱ्यो अनि गभर्मेन्ट स्कुलहरूमा चाहिँ राम्रो फेसिलिटी दिनु पऱ्यो अनि प्र्याक्टिकल बेलामा प्र्याक्टिकल एक्सपेरिमेन्टहरू गरिराख्नु पऱ्यो फिल्ड भिजिट राख्नु पऱ्यो त्यस्तो भएपछि अनि मानिसहरूलाई त्यस्तो भएपछि होइन त्यस्तो भएपछि मानिसहरूलाई बल्ल के हुन्छ भन्दाखेरि मानिसहरूलाई स्टुडेन्ट्सहरूलाई मात्रै मेनली स्टुडेन्ट्सहरूलाई के हुन्छ भन्दाखेरि रुचि राख्छन् कि तिमीले अब मानौँ कुनै स्टुडेन्ट छ अब त्यसलाई अब आज यो च्याप्टर पढौँ भन्दाखेरि के हुन्छ अलि झ्याउला जस्तो यताउति जाँगर नभए जस्तो गर्छ झन् त्यही स्टुडेन्टलाई फुटबल खेलौँ गेम खेलौँ भन्दाखेरि त्यो कति एक्साइटेड हुन्छ हो त्यस्तो गराउनको लागि के गर्नु भन्दाखेरि पऱ्यो प्र्याक्टिकल्ली सिकाउनु पऱ्यो प्र्याक्टिकल्ली गरेर देखाउनु पऱ्यो रिसर्च गर्न पठाउनु पऱ्यो त्यसलाई त्यही हो अब म आफ्नो नेपालबाट त्यही चाहन्छु नेपाल पनि चेन्ज होस् अलि एजुकेसनल सिस्टममा चाहिँ चेन्ज होस् भन्ने मेरो आशा छ त्यही हो यसरी सब्सक्राइब गरिदिनु होला नभुल्नु होइन त्यही हो see you in next vlog soon. Jai Nepal.